22,000 आयो र कांग्रेसका साथीहरूको उम्मेदवार भएन। कांग्रेसको उम्मेदवार नभएपछि कतिपय कांग्रेसकै मतदाताहरूले पनि हामी त दिन्नौं कांग्रेसलाई माओवादीको उम्मेदवारलाई भनेर सार्वजनिक रूपमा असन्तुष्टि विरोध गरे, जसले गर्दा माओवादीको उम्मेदवार जो रामजी बराल हुन्थ्यो उहाँ 17,000मा सीमित हुनुभयो। अब तपाईँले त्यहीबाट क्यालकुलेसन गर्नुहोस् कि पहिला 32,000 पाएको एमालेको 22,000 भोट आएको थियो अघिल्लोपल्ट। अहिले कुनै उम्मेदवारलाई फेरि एमाले अगाडि सारेको छ, उनले काम गर्न सकेनन् भन्ने एकातिर छ। अर्कोतिर एमालेको केन्द्रीय समिति जुन बन्यो अधिवेशनबाट केपी ओलीकै नेतृत्वमा जुन समिति बन्यो त्यसपछि एमाले भित्र अझ तीव्र असन्तुष्टि छ। उता कांग्रेसमा पनि असन्तुष्टि थियो, त्यो असन्तुष्टि मत्थर भयो। अधिवेशनबाट भगत थापा सभापति बन्नु भयो, कांग्रेसभित्रको असन्तुष्टि मत्थर भयो। कांग्रेसको एमालेमा छैकन भइरहेको छ, त्यो कारणले गर्दा एमाले अझ कमजोर हुँदैछ। अघिल्लो पल्ट 79मा पाएको 22,000 भोटमा एमालेको अझै भोट गर्छ तर कांग्रेसको मत राख्न त सुरक्षित हुन्छ नै। अहिले उम्मेदवारको बारेमा पनि विवाद छैन, मतभेद छैन, कहिले असन्तुष्टि छैन। त्यसैले कांग्रेसको भोट पहिला शुक्रबारले पाएको भोट हेर्ने भने 25,000 जति भोट शुक्रबारले पाउनु भएको थियो भने त्यो भोटमा 2-4 हजार भोट घट्यो भने पनि 20-22,000 भोट चाहिँ कांग्रेसको सुरक्षित छ यो क्षेत्रमा। अहिले 1,07,000 मतदाता छन् टोटलमा। टोटल मतदाता 1,07,000मा तपाईँहरूलाई थाहा छ 60-65% हाराहारीमा मत खस्यो भने पनि 65-70 हजार हो यहाँ मत खस्यो र 65-70 हजार मत खस्दा कांग्रेसको बिचमा कांग्रेस, एमाले अनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अनि नेकपा नेपाली कम्युनिस्ट पार्टी जो माओवादी समाजवादीको छ, यी 4वटा पार्टीहरूले राम्रै मत ल्याउँछन्। त्यसमा पनि कांग्रेस, एमाले र स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको बिचमा तीव्र प्रतिस्पर्धा हुन्छ भन्ने मलाई लाग्छ। त्यो हुँदा कांग्रेसको भोट घटेर 20-22 हजारमा सीमित भयो भने पनि कांग्रेसले चुनाव जित्छ यो अवस्थामा। त्यसैले अघिल्लो पटक पहिला प्रतिकूल अवस्थामा पनि एकदमै चाहिँ खानिएर कांग्रेस भएर पीडा पोखेर दुःख पोखेर बस्नुभएका पाँचनगरका आदरणीय अग्रजहरू सहित साथीभाइहरू अहिले अनुकूल अवस्था छ। अलिकति हामीले मिहिनेत अझै गरिदिने भने कांग्रेसले जित्न अझ सजिलो हुन्छ। त्यसैले गर्दा अहिले नेपाली कांग्रेसको चित लगभग नजिक छ। एमालेको भोट 20,000 भन्दा कम आउँछ। घण्टीको भोट घण्टी भन्ने जुन सामाजिक सञ्जालमा मोबाइलमा हामी हेर्दा आवाज त्यो चलिरहेछ, जस्तो म यही जिल्लाको अनुगमन समितिमा पनि पर्यायो भने म गाउँतिर पनि जाला बरु बजारमा अलिकति अनकन्ट्रोल अनियन्त्रित मतदाता हुने भएको कारणले गर्दा कता के हुने हो कि भन्ने डर हो। गाउँतिर तपाईँ जतिसुकै गरेर गाउँतिरको भोट त्यति बिग्रिएको छैन, त्यसैले तपाईँहरू पनि अलिक ढुक्क भए पनि हुन्छ। त्यसैले गाउँतिरको बिग्रिएको छैन, बजारको पनि हामीले सम्हाल्न सक्दा कांग्रेस एकदमै अग्रपंक्तिमा छ। एमाले अलि तल हुन्छ, घण्टीको भोट अझ तल हुन्छ। तर अरू नेपाली कम्युनिस्ट पार्टीको गोपाल गिरी हुन त उहाँ पनि लामो समय वामपन्थी राजनीति गर्नुभयो, उहाँले पनि मत केही ल्याउनुहुन्छ किनभने उनीहरूको भोट बाँडिन्छ। पहिला कांग्रेसलाई मन नपर्नेहरू के हुन्थ्यो, सबै एमालेमा खलिन्थे, दुई पक्षीय प्रतिस्पर्धा हुन्थ्यो। तर अहिले के छ भन्दा कांग्रेसलाई मन नपर्नेहरू पनि कोही एमालेमा भोट दिने भयो, कोही घण्टीमा भोट दिने भयो, कोही नेपाली कम्युनिस्ट पार्टी माओवादी समाजवादीको पार्टीमा त्यसमा भोट दिने भयो, कोहीले उज्यालोमा भोट दिने भयो, कोही अन्तर जाने भयो। गर्दा कांग्रेसलाई मन नपर्ने भोट चाहिँ बाँडिन्छ र उनीहरूको बिचमा कम भोट हुन्छ। त्यसैले यो अवस्थामा हामी कांग्रेसको उम्मेदवार नेपाली कांग्रेस विजयको नजिक छौँ। नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर 3 जस्तै अन्य स्थानमा पनि विजयको नजिक पुगिरहेछ। अहिले धेरै ठूलो फरकमा जित हार हुँदैन। अहिले 500-700 हजार 1200 अथवा 1500-2000 को बीचमा नै धेरै ठाउँमा हार जितको नतिजा आउन सक्छ। त्यसैले गर्दा हामी अलिकति जे छ अलिकति मिहिनेत गरौँ, जितको नजिक छौँ। यो होली पर्वले पनि हामीलाई विजयको शुभकामना पक्कै दिएछ। होली पर्व भनेको फागु पूर्णिमा पर्व, फागु पर्व पनि भन्छौँ र नेपाली प्रेम दिवसको रूपमा पनि यो होली पर्वलाई लिइन्छ। त्यसैले नेपाली प्रेम दिवसले हाम्रो बीचमा एकता कायम गर्न, सद्भाव कायम गर्न र चुनावमा खटिएका साथीभाइहरू जो छन् अरू पार्टीका प्रतिस्पर्धीहरूका बीचमा पनि मित्रता र सद्भाव कायम गर्दै अगाडि बढ्नका लागि प्रेरणा दिनेछ। त्यही अपेक्षा विश्वास प्रकट गर्दै पुनः एकपटक यो अवसर दिनुभयो, त्यसका लागि यहाँप्रति आभार प्रकट गर्न चाहन्छु र फेरि भन्न चाहन्छु यो प्रतिकूल अवस्थामा कांग्रेसलाई हुर्काउने बढाउने ठाउँ हो यो, त्यस्तो अप्ठ्यारो अवस्थामा पनि। त्यसैले अहिले अवस्था सहज छ। यो सहज अवस्थामा अलिकति हामीले मिहिनेत गरौँ, हामीले सहज विजय प्राप्त गर्न सक्छौँ र फेरि 21 गतेपछि 22-23 गते कहिले हुन्छ यसै गरेर अभियान लाएर फुलमाला लाएर हामी हिँड्ने नारा लगाउने अवस्था आउन सक्छ। त्यसका लागि प्रतीक्षा गरेर बसौँ। हस्, धन्यवाद। जय